नमस्ते गाइस सबैजनालाई। आज आइतबारको दिन हामी चाहिँ बिहान खाना खाएर अब निस्किसकेका छौँ घरबाट। आज हाम्रो डेस्टिनेसन भनेको दुईटा डेस्टिनेसन छ। एक ठाउँ चाहिँ हामी टेकु जान लागेका छौँ। हाम्रो दाजुको ह्याप्पी बर्थडे छ आज। न्यु रोडतिर गएर सानो केही एउटा गिफ्ट लिएर चाहिँ हामी टेकुतिर छिर्छौँ अनि अलिअलि खाजा खाएर त्यहाँबाट निस्किनु पर्ला। अनि दोस्रो ठाउँ भनेको आज टेकुदेखि सिधै साँखु पुग्छौँ हामी। हाम्रो दिदी हुनुहुन्छ त्यहाँ, हामी नगएको पनि धेरै भइसकेको छ। अनि आज चाहिँ अब दिदीलाई पनि भेट्छौँ, हालखबर के छ यसो बुझ्छौँ, गफ गर्छौँ, बस्छौँ। अनि त्यतिन्जेलसम्मको यात्रा चाहिँ हजुरहरूले पनि हेरेर साथ दिनु होला भन्ने अपेक्षा राखेको छु है त। ल बाटोतिर भेट्दै गरौँला। यस्तो खाली हुन्छ क्या बिदाको दिन चाहिँ, त्यही भएर एकदम रमाइलो लाग्छ कुदाउनलाई। एकजना सर साइड लाइट दिँदै आउनु भएको छ तर बिच बाटोमा अड्किनु भएको छ। ठिक छ, हामीले केही भनेनौँ। यो चाहिँ हाम्रो ऐतिहासिक शहीद गेट हो, सँगै धरहरा पनि छ। अबे मान्छेहरू कति हो यार धरहरामा। अस्ति कता न्युजमा सुनेको थिएँ यो धरहराले त कति पैसा कमाइसकेको छ, करोडमा। अस्ति भर्खर खोले जस्तो लाग्छ। टिकट त धेरै नभए 200-300 यस्तै होला, त्यही पनि करोड करोड कमाइसक्यो भन्दा त अचम्म लाग्यो यार मलाई त। के हो खास कुरा? जाम सुरु भइगयो। अब एउटा यो यस्तोमा लाउने स्लिप्स किन्नु पऱ्यो क्या। यो त मेरो त हात डढेर त पुरै कालो हुन्छ त यस्तो गर्मीमा त। आज एउटा किनेर लाउँछु। यो दाइले पनि लगाइरहेको रहेछ, यस्तै टाइपको किन्छु एउटा। र हामी चाहिँ फाइनली अब न्यु रोडबाट सपिङ गरेर फर्किसकेका छौँ है। एउटा सानो गिफ्ट किनेँ दाजुको लागि, अनि मेरो लागि उयो किन्छु भनेको थिएँ मैले, यो पनि किनेँ। यसले चाहिँ एकदम शीतल बनाउँदो रहेछ हातलाई, अलिअलि हावा छिर्दो रहेछ, घामले नपोल्दो रहेछ होइन। आनन्द लाउँदाखेरि पनि चिसो चिसो हावा छिर्या मात्रै फिल भइरहेछ। यस्तै छ। ल जाउँ अब टेकुतिर लाग्छौँ दाजुलाई भेट्नलाई। अघि त्यतैबाट टेकु निस्किनु पर्ने, हामी फ्लोमा यताको बाटो आइएछ होइन। अब यहाँबाट फेरि एक राउन्ड घुमेर जानुपर्ने भयो। त्यो भित्रको बाटो किन जानु भनेर हो। ठिक छ, अब अलिकति फास्ट कुदाउनु पर्ने हुन्छ हामीले। फास्ट त कुदाउने। अनि यो मेरो मिटर कन्सोल नै अहिले तार चुडेर हो कि के भएर हो बिग्रिरहेको छ क्या। यो स्पिड पनि देखाइदिँदैन, अनि कति किलोमिटर कुद्यो भनेर पनि देखाउँदैन कि। त्यो ओडोमिटर पनि जाँदो रहेछ त्यो तारले। त्यही पनि ठिकै छ। ल अब हामी अलि चाँडो पुग्ने गरी अलि स्पिडमा जानुपर्ने हुन्छ। बल्ल अलिक शीतल भयो गाइज।
एकछिन घाममा उभिएको थियौँ त्यो त्रिपुरेश्वरको जाममा, यस्तो गर्मी भएर ढल्नै खोजिसकेको थिएँ। अहिले चाहिँ बरु शीतल अलिकति हावा आइरहेछ। अब हामी टेकु पनि पुग्न लागिसक्यौँ होइन। त्यहाँ गएर दाजु पनि बसिराख्नु आयो होला यतिकै। अब गएर अनि रमाइलो गर्नुपर्छ हल्का फुल्का। ल गाइस, अहिले चाहिँ हामी टेकुबाट दाजुको बर्थडेमा हल्का रमाइलो गरेर निस्केर थापाथली हुँदै पुतली सडक हुँदै त्यहाँबाट चाबेल निस्केर चाहिँ साखु जान लागेको छौँ। उता त्यो सुन्धाराको बाटो जान लागेको थियो, त्यहाँ एकदम जाम रहेछ क्या। तल त्रिपुरेश्वरदेखि नै माथिसम्म जाम रहेछ। त्यो देखेर चाहिँ यता थापाथलीतिर घुमेर आइयो। अब यो बाटो त खासै जाम नहोला। उतातिर चाहिँ पानी पर्न लागिसकेको जस्तो छ। पुरै आकाश चाहिँ कालो हुँदै आइसक्यो। परे पनि केही छैन, रेनकोट लगाएर भए पनि जाने हो आज। 3 बज्न लाग्यो गाइस। हेरौँ अब साँखु कतिखेर पुगिन्छ। हामी सिंहदरबार आइपुग्नु लाग्यो। त्यहाँनिर रेड लाइट छ होइन, तर म लेफ्ट साइडको लेनबाट हिँडिरहेको छु। अब हेरौँ त्यहाँ पुग्दासम्म ग्रिन लाइट भयो भने त मेरो लक्की भइहाल्यो। आज रेड लाइट भएन छ भने पनि अलिकति यस्तरी साइड चाहिँ लाउनु पर्ने हुन्छ गाइस, किनभने त्यहाँ अगाडि ट्राफिक सर हुँदो रहेछ। उता गएन भने चिट हानिदिनु हुन्छ फेरि। फोकटलालमा किन 10,000 रुपियाँको चिट खाने हो र। ग्रिन लाइट बलिसकेको छ। सिंहदरबार पनि राम्रो बनाएको छ अहिले। सेतो टिलिक्क कलर लाएर राम्रो बनाएको छन्। यो बगीखाना अफिस जलेको भित्र त बनिसकेको छ अहिले सबै। अहिले हामी रातो पुल आइसकेका छौँ। माथि पुरै कालै भइसकेको छ आकाश चाहिँ। पानी चाहिँ कतिखेर पर्छ भन्ने वेटिङमा मात्रै हो। अब फेरि उतातिर चाहिँ खासै कालो बादल चाहिँ छैन। साँखु जाने साइडतिर है कालो बादल चाहिँ यहीँ माथि मात्रै छ। आज नभिजिएला कि भन्ने कुरा हो। रेनकोट त बोकेछ, बोक्न त तै पनि रेनकोट लाउन अलिक झ्यावै हुन्छ कि। रेनकोट लगाएर हिँडिसके मान्छेहरू। म यहाँ पानी पर्दैन कि भन्दै बसिरहेको छु। यो बाटो पनि साह्रो जाम हुन्छ यार। धुलीखेलदेखि आउने बाहिर जिल्लातिरबाट आउने गाडीहरू सबै यही बाटोतिर आउँछ क्या। उता नयाँ बस पार्क पुग्नु पऱ्यो नि त गाडीहरू त। त्यो भएर यो बाटो आउँछ अनि साह्रै भिड हुन्छ यहाँ पनि। सानो सो बाटो के गर्ने अब। अब यो टाँसेको हो कि लेखेको हो होइन। बायाँबाट ओभरटेक नगर्नुहोस्, स्लो ड्राइभ, गो लिफ्ट साइड। लिफ्ट साइड हो नि त। हतार इज कल टु हस्पिटल उता। ल यो सायरी त होइन तर भुराहरूले लेखेको जस्तो रहेछ। पानी पर्दैन होला भन्दै उहाँदेखि कत्रो आशमा आएको थिएँ। तर बौद्ध पिपल बोट आएपछि पुरै हेभी पानी परेर हल्का कम भयो। अहिले हामी रेनकोट लगाएर चाहिँ हिँडिसकेका छौँ साँखुतिर। पानी परे पनि हामीलाई छेक्नेवाला छैन साँखु जानलाई आज। अनि हामी अहिले चाहिँ
यो मूलपानी जाने बाटो आयौँ। यहाँबाट मेलम्ची जानलाई पनि धेरै सजिलो बाटो छ अहिले। मेलम्ची जाने हो भने लगभग 1 घन्टादेखि 1.5 घन्टासम्ममा यो बाटोबाट मेलम्ची पुगिन्छ, आनन्दले पुगिन्छ। त्यति साह्रो अप्ठ्यारो छैन बाटो। घुमरो चाहिँ छ, अब जङ्गलको पुरै उकालो र ओह्रालो चाहिँ यस्तो 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 घुमौरो खालको स्नेक बाटो भएको भएर नभए त खासै अप्ठ्यारो त छैन। ल यहाँसम्म पानीले भिज्या छ होइन। अब योबाट यता जाने बित्तिकै पानी एक थोपो पनि भिज्या पनि छैन, पर्या पनि छैन क्या। यस्तो हुन्छ नि फेरि असार महिनाको मौसम त, असार साउनको मौसम। अब यो बाटो हेर्नु न, केही भिजा छैन, सुक्खा छ। अलिअलि मासतिर आकाशमा कालो बादल देखिया मात्रै छ। यता चाहिँ फेरि पानी छिट्याउनु थालिसकेको छ फेरि। यो साँखु जाने बाटो चाहिँ एकदम राम्रो बनाएको छ क्या अहिले। पछि सबै कहीँ केही खाल्डो छैन होइन, सर जान पाइन्छ। पानी चाहिँ अलि ठुलो पर्न थाल्यो अहिले। वहाँ पुग्दाखेरिसम्म ठुलै पर्छ जस्तो लाग्छ सायद। अगाडि कत्रो पानी परेकै देखिरहेछ। ठिकै छ, सुरुमै रेनकोट लगाएर राम्रै गरिएछ जस्तो लाग्यो अहिले आएर चाहिँ। यो नेपाल टेलिकमको शाखा हो यो ब्रह्मखेलमा। यदि यतातिर चाहिँ टेलिकमको केही काम पऱ्यो र कसैलाई थाहा छैन भने चाहिँ यही हो। यो ठ्याक्क टावर पनि छ, यो नेपाल टेलिकमको अफिस चाहिँ यो हो। भाइजर लाउनु पऱ्यो यार, आँखामा पानी हान्न थाल्यो। यो मेरो भाइजरमा चाहिँ एउटा के समस्या छ भने भित्रको मैले त्यो बाफ नबस्नेवाला चाहिँ हालेको छु, तर बाहिरको पानी पनि सर पानी नै नअड्डिने टाइपको स्प्रे पाउँदो रहेछ क्या एउटा। त्यो पानी नअड्डिने स्प्रे हालेर चाहिँ हिँड्नु पऱ्यो क्या अब यस्तो रेनी सिजनमा। अहिले चाहिँ हामी साँखुबाट फर्किसकेका छौँ। साँखुमा बसियो, दिदीकोमा रमाइलो भयो, कुराकानी गरियो, हाँसखेल गरियो मजासँग। अनि अहिले चाहिँ अब घर फर्किँदैछौँ। झन्डै 6 बजेर पनि 15 मिनट बढी भइसक्यो होला। अनि रमाइलो भयो आजको दिन चाहिँ होस्। बाटो पनि क्या मजाको छ, सर छलाई छलाई जानलाई मजा आउने खालको। पानी पनि रोकिसकेको छ, अहिले चाहिँ बाटो पुरै सुक्खा भएर खुलिसकेको रहेछ। चलाउनु पनि मजा आउँछ अब यस्तो भएपछि। शीतल छ क्या, सफा छ अहिले चाहिँ, आनन्दको छ भ्यू पनि। अहिले जाडो छ, ज्याकेट लगाएको छैन आज, ज्याकेट नलाइकन हिँडेको भएर। कोटेश्वर 12 किलोमिटर रहेछ यहाँबाट। यो पनि खतरा छ यार यो पार्टी प्यालेस, रोयल प्यालेस।
वाह